ल ल ताली पड्काउँ ल टक 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 ओ बाबालाई ल अझ यता अब आमैलाई अध्यक्ष देऊ हजुर ओ ल यो सबैलाई शुभकामना आज पनि यो कार्ड छ बाबालाई आमैलाई ओ सबै परिवारजनमा एकदम स्वास्थ्य नमस्कार मेरो तपाईँहरूलाई तपाईँहरू अभिभावक हुनुहुन्छ मेरो वडाको तपाईँहरू अझै फेरिसम्म बाँच्नुपर्छ हामी सम्झेर आइरहेको छौँ अनि दसैँ तिहारको शुभकामना सबै सुख शान्ति तपाईँहरू परिवारजनमा चाहिँ तर्फबाट है अब म हजुरलाई अध्यक्षज्यूलाई म हृदयदेखि नै मङ्गलमय शुभकामना टक्राउँछु मलाई अभिनन्दन गर्नुभएको विषयमा म हजुरलाई उत्तरोत्तर प्रगतिको कामना गर्छु सुस्वास्थ्य दीर्घायु र सफलताको कामना गर्छु पशुपतिनाथ भगवान् नेपालमा र हजुरहरूका कुल देवताले हजुरलाई परिवार सहित छोरा छोरी सहित सबैलाई उत्तरोत्तर प्रगतिको कामना गर्छु स्वास्थ्य दीर्घायु र सफलताको कामना गर्छु अब म सोही 28 गतेबाट 49 वर्षमा प्रवेश गर्दैछु अब हजुरहरूको मद्दतले आशीर्वादले र हजुरहरूको आराधनाले म सुख शान्तिसित 100 वर्ष पार गर्नेवाला छु अवश्य बाबु अवश्य तपाईँहरू पुग्नुहुन्छ 100 वर्ष पनि अझै काट्नुहुन्छ है अझै काट्नुपर्छ हामी आइरहेको छौँ हजुर त हामी हजुर भैँसी पङ्खा हजुर डाँडा पर्खा होइन पाहाडमा हजुर भैँसी पङ्खा हजुरमा हजुर भैँसी पङ्खा समाधान गर्ने हाम्रो कष्ट दाजु अब राम्रो बस्नुपर्छ अब एक भएन धेरै 100 देखि काट्नु चाहिँ पर्छ 150 अझै बढी बाँच्नुपर्छ हामी आउँछौँ हेर्नु यहाँ धरान 10 को तपाईँ पहिलो हुनुहुन्छ सबैभन्दा ज्येष्ठमा है अहिलेसम्ममा पहिलो तपाईँ सबभन्दा 1 नम्बरमा तपाईँदेखि अरू सबै मुनि मात्रै हुनुहुन्छ उमेर पुगेकाहरू हजुरलाई लक्ष्मी पार्वती कृष्णको रूप महाराज चन्द्र सूर्यहरूलाई म पुकार्दछु यसो घडी देवताहरू 14 राधाका पति रुक्मणी पति प्रभु र जानकीका पति सम्पूर्ण पृथ्वीले बोकेका डाँडाकाँडाले सकेका चन्द्र सूर्यले देखेका सम्पूर्ण देवी देवताहरूले तपाईँलाई शक्ति प्रदान गरौँ सुख शान्ति प्रदान गरौँ पिताको काम पुऱ्याइदिउँ रोग व्याध कष्ट सबै हरण गरिदिउन् मेरो शुभकामना यही छ है हजुर हुन्छ